साङ्लो अर्थात् ककरोच, जसलाई देख्ने बित्तिकै हामीमध्ये धेरै जसोले चप्पलले हानेर मार्न खोज्छौँ किनभने हामीलाई त्यो असाध्यै फोहोर लाग्छ। तर त्यसको एउटा विशेषता चाहिँ के छ भने त्यो चाहिँ संसारको सबैभन्दा सहनशील जीव हो। वैज्ञानिकहरूका अनुसार यिनीहरूमा मानिस वा अरू जीवभन्दा बढी रेडियोएक्टिभ रेडिएसन सहन सक्ने क्षमता हुन्छ। हो, यही ककरोचको स्वभावलाई लिएर अहिले छिमेकी देश भारतमा इन्टरनेटमा एउटा आन्दोलन सुरु भएको छ। यसको सुरुवात तब हुन्छ जब मे 2026 मन्थको 20तिर भारतका प्रधान न्यायाधीशले त्यहाँका बेरोजगार युवालाई समाजका साङ्लो तथा परजीवीसँग तुलना गरे। यही विषय लिएर एउटा 30 वर्षीय अभिजित दिप्केकोले एआईको प्रयोग गरेर व्यङ्ग्यात्मक पार्टी खोले, ककरोच जनता पार्टी अर्थात् CJP। यो पार्टीमा जोडिन के चाहिन्छ थाहा छ? तपाईँ बेरोजगार हुनुपर्नेछ, दिनमा कम्तीमा 11 घण्टा अनलाइन हुनुपर्नेछ, क्रोनिकली अनलाइन हुनुपर्नेछ र इन्टरनेटमा कडा असन्तुष्टि पोख्न जान्नुपर्ने हुनेछ। हेर्दा हेर्दै यो यति भाइरल भयो कि इन्स्टाग्राममा CJPको फलोअर्स 2 करोड 20 लाखभन्दा पनि धेरै छ, जुन त्यहाँका ठुलो शासक दलहरूको भन्दा पनि धेरै फलोअर्स हो। सुरुमा मानिसहरूले यसलाई केवल इन्टरनेट जोक मात्र ठानेका थिए, तर हालै भारतमा भएको नीट र CBSE जस्ता एकदमै ठुला परीक्षाहरूमा पेपर लिक र नतिजामा धाँधली भएको कुराले फ्रस्ट्रेट भएका युवाहरू र विद्यार्थीहरूले 11 लाखभन्दा बढी साइनअप दर्ता गराएका छन्। त्यसपछि अब यो कुरा ठट्टामा मात्र सीमित रहेन। सुरुमा व्यङ्ग्यात्मक रूपमा स्टार्ट भएको यो आइडिया अहिले त्यहाँको सरकारको सबैभन्दा ठुलो टाउको दुखाइ भएको छ। छोटो समयमा भाइरल भएको भनी CJPको सोसल मिडिया अकाउन्टमा पनि कारबाही गरिएको दावी गरिएको छ। अरू ठाउँहरूदेखि धम्की आउँदा पनि यी जिद्दी साङ्लाहरू झुक्ने मनस्थितिमा भने देखिँदैनन्। यो केवल एउटा इन्टरनेटको ट्रेन्ड हो या परिवर्तनको सङ्केत, आगामी दिनमा त थाहा हुने नै छ। अनि साँच्ची नेपालमा पनि यस्तै पार्टी खुल्यो भने तपाईँले सदस्यता लिनुहुन्छ कि नै? कमेन्टमा भन्नुहोस् है त।